आफ्नै घर या बिजनेसमा लगाएको सिक्युरिटी क्यामेरा यानी सीसीटीभीबाट तपाईँ कतिको भलनरेबल हुनुहुन्छ भन्ने कुरा सायद यो न्युजले मजाले भनिदिन्छ होला। 3 दिन अगाडि मात्र साउथ कोरियामा साउथ कोरियन पुलिसले 4 जना ह्याकर्सहरूलाई एरेस्ट गरेका थिए। किन भन्नुहुन्छ भन्दा यो ह्याकर्सहरूले 1,20,000 वटा प्राइभेट र बिजनेसको क्यामेराहरूलाई ह्याक गरेर इन्टिमेट भिडियोहरू रेकर्ड गरेर त्यसलाई सेक्स भिडियो बनाएर बेचिरहेका थिए। यानी कति मान्छेहरूको इन्टिमेट भिडियोहरू उनीहरूको जानकारी बिना इन्टरनेटमा ब्लू फिल्म बनिसकेको थियो। यो ह्याक भएको लोकेसनमा प्राइभेट घर थिए जसमा बेडरुमको फुटेजको लागि उनीहरूले बेबी मोनिटर क्यामेरा ह्याक गरेका थिए। अनि बिजनेसहरूमा क्यारियोकी रुम, गाइनोकोलोजिस्टको अफिसहरू जस्तो पाइएको छ जहाँ प्राय फिमेल मान्छेहरू एकदम नै भलनरेबल हुन्छन्। रिपोर्ट अनुसार यो 4 जना छुट्टा छुट्टै काम गरिरहेका थिए र साउथ कोरियाभर 100 वटा लोकेसनहरूमा ह्याक गरिरहेका थिए। अनि ह्याक हुने प्राय क्यामेराहरूमा चाहिँ डिफल्ट पासवर्ड भएको पाएको छ। यानी क्यामेरा इन्स्टल गर्दा अलरेडी एक्जिस्टिङ पासवर्डहरूलाई चेन्ज नगरेको क्यामेराहरू चाहिँ सबैभन्दा एक्सपोज भएको पाइएको छ। सो अहिले यो साउथ कोरियामा भयो तर पछि जहाँ पनि हुन सक्छ। सो पासवर्ड प्रोटेक्सनलाई चाहिँ सबैले सिरियसली लिनु होला।